आज हामी घर आउँदैछौँ। नमस्कार दर्शक वृन्द, स्वागत छ तपाईहरू सबैलाई। आज हामी लिएर आएका छौं सीता सिरियलको अत्यन्तै भावुक, मन छुने र कथा नै मोडिने एपिसोडको विस्तृत समीक्षा। हजुरहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर जोडिनुहोला। आजको भागमा वर्षौंदेखिको गलतफहमीको अन्त्य हुने संकेत देखिएको छ। जगत आफ्नो जीवनकै सबैभन्दा ठूलो गल्ती स्वीकार गर्न बाध्य भएको छ भने सीताको मनमा पनि अनेक भावनाको सङ्घर्ष चलेको छ। अर्कोतर्फ घनश्याम र केसरीले आफ्नो स्वार्थका लागि रचेको षड्यन्त्र अन्ततः उनीहरूकै अगाडि खुल्न थालेको छ। अब प्रश्न उठेको छ, के सीताले जगतलाई अन्तिम पटक माफ गर्नेछिन्? के यो परिवार फेरि पहिले झै एक हुनेछ? आजको भागमा भएका हरेक घटनाले दर्शकको मन नै छोएको छ। एपिसोडको सुरुवातमै सीताको मनको पीडा फेरि एकपटक बाहिर आउँछ। उनी स्पष्ट शब्दमा भन्छिन् कि संसारमा सबैभन्दा सजिलो काम भनेको अरूलाई सल्लाह दिनु हो, तर चोट कति गहिरो छ भन्ने कुरा भोग्ने मानिसलाई मात्र थाहा हुन्छ। उनले आफूले भोगेको अपमान, अविश्वास र चरित्रमाथि लागेको आरोपलाई जीवनभर बिर्सन नसक्ने बताउँछिन्। सीताको यो संवादले स्पष्ट देखाउँछ कि उनको घाउ अझै निको भएको छैन। उनले रमेशलाई समेत सम्झाउँदै आफ्नो जीवनमा फेरि पुरानो सम्बन्ध जोड्ने सम्भावना निकै कमजोर रहेको संकेत दिन्छिन्। त्यही क्रममा पात र रुखको उदाहरण दिँदै उनी भन्छिन् कि जसरी एकपटक झरेको पात फेरि रुखमा जोडिन सक्दैन, त्यसरी नै आफू पनि पुरानै सम्बन्धमा फर्कन सक्दिन। यो संवादले दर्शकलाई निकै भावुक बनाउँछ। यता जगत भने आफ्नो गल्तीको भारी बोकेर पूर्ण रूपमा भत्किएको अवस्थामा देखिन्छ। उनी स्वीकार गर्छन् कि आफूले अरूको कुरा पत्याएर आफ्नै श्रीमतीमाथि शङ्का गरे, रक्सीको लतमा डुबे, रमेशसँग जोडेर सीतालाई अनेक आरोप लगाए र अन्ततः आफ्नै हातले घरबाट निकालिदिए। जगतले खुलेर भन्छन् कि आज आफ्नो जीवन बर्बाद हुनुको मुख्य कारण आफ्नै मूर्खता हो। उनले घनश्यामका कुरा अन्धविश्वासले पत्याएर आफ्नो सुन्दर परिवारलाई आफ्नै हातले टुक्र्याए। अब सीताले साथ नदिए आफू घर फर्किने कल्पना समेत गर्न नसक्ने बताउँछन्। यो स्वीकारोक्तिले जगतको चरित्रमा आएको परिवर्तन प्रष्ट देखाउँछ। त्यसपछि कथाले अझ ठूलो मोड लिन्छ। घनश्याम र केसरी अन्ततः आफ्नो अपराध स्वीकार गर्ने निर्णयमा पुग्छन्। उनीहरू भन्छन् कि रमेश र आफ्नी भान्जीको विवाह गराउने लोभमा उनीहरूले सीता र जगतको जीवनसँग खेलबाड गरे। जगतलाई झुटो कुरा सुनाएर सीता र रमेश बीच अवैध सम्बन्ध रहेको भ्रम सिर्जना गरियो। त्यति मात्र होइन, सीताले सम्पत्ति लिएर भाग्ने योजना बनाएकी छ भन्ने झुटो कथा पनि सुनाइयो। यी सबै कुरा सुनेपछि जगतले आफ्नै श्रीमतीमाथि विश्वास गुमाए। अहिले उनीहरू आफ्नो गल्ती स्वीकार्दै सीतासँग माफी माग्न पुग्छन्। उनीहरूको स्वीकारोक्तिले कथा नै नयाँ दिशातर्फ मोडिन्छ। सीताले सबै कुरा सुनेपछि निकै शान्त तर निकै गहिरो उत्तर दिन्छिन्। उनी भन्छिन् कि गल्ती केवल झुट बोल्ने मानिसको मात्र होइन, त्यो झुट पत्याएर आफ्नै श्रीमतीमाथि अविश्वास गर्ने श्रीमानको पनि हो। यदि एकपटक अरूको कुरा सुनेर विश्वास तोड्न सक्छ भने भविष्यमा फेरि त्यही गल्ती दोहोरिन सक्छ। त्यसैले केवल माफी माग्दैमा सबै कुरा पुरानै अवस्थामा फर्किन सक्दैन। सीताको यो अभिव्यक्तिले उनको आत्मसम्मान र आत्मविश्वासलाई अझ मजबुत बनाउँछ। यता जगत भने घर नफर्किने निर्णय गर्दै सबैबाट टाढा जाने सोच बनाउँछन्। उनी आफूले कसैलाई पनि खुसी दिन नसकेको भन्दै अब कसैले नदेख्ने ठाउँमा जाने र सबै सम्बन्ध त्याग्ने निर्णय सुनाउँछन्। यही खबर सुनेपछि सीताको मन पनि अशान्त हुन्छ। बाहिरबाट कठोर देखिए पनि भित्रभित्रै उनी जगतको चिन्ताले छटपटिन थाल्छिन्। उनी बारम्बार जगतलाई फोन गर्न खोज्छिन्, तर फोन नउठेपछि उनको डर झन बढ्छ। कतै कुनै अप्रिय घटना भयो कि भन्ने सोचले उनी बेचैन बन्छिन्। उता जगतका बुबा आमा भने घरमा बसेर छोरा र बुहारीको प्रतीक्षा गरिरहेका हुन्छन्। उनीहरूलाई अझै विश्वास छ कि जगतले सीतालाई लिएर नै घर फर्किनेछ।
तर जब सीताले फोन गरेर जगत घर पुगेको छैन भन्ने जानकारी दिन्छिन्, वृद्ध बुबा आमा पनि चिन्ताले आत्तिन्छन्। फोन सम्पर्क नहुँदा घरभरि तनावको वातावरण सिर्जना हुन्छ। सबैले आफ्नो ठाउँबाट जगतलाई सम्पर्क गर्ने प्रयास गर्छन्, तर कुनै सफलता मिल्दैन। यही बीच घनश्यामले जगतलाई सम्झाउने प्रयास गर्छन्। जगतले आफू जोगी बन्ने, सबै मोहमाया त्याग्ने र जीवनबाट भाग्ने निर्णय सुनाउँछन्। तर घनश्यामले अहिले भागेर होइन, गल्ती सच्याएर मात्र शान्ति पाइने सम्झाउँछन्। उनी स्वीकार गर्छन् कि सबैभन्दा ठूलो अपराध आफूहरूले नै गरेका हुन्, त्यसैले अब त्यो गल्ती सुधार्ने जिम्मेवारी पनि आफ्नै हो। यही निर्णयसँगै उनीहरू फेरि सीतालाई सम्झाउन लाग्छन्। अर्कोतर्फ सीताको मनमा पनि ठूलो परिवर्तन देखिन थाल्छ। उनी सोच्न थाल्छिन्, यदि आफ्नो कारणले जगतले कुनै गलत निर्णय लिए भने त्यसको पीडा आफूले कहिल्यै सहन सक्ने छैनन्। उनले जगतलाई खोज्न जाने निर्णय गर्छिन्। यही क्षणबाट दर्शकले महसुस गर्छन् कि सीताको मनमा जगतप्रतिको माया पूर्ण रूपमा समाप्त भएको छैन, केवल विश्वास टुटेको हो। अन्ततः सबै पात्रहरू एकै ठाउँमा भेटिन्छन्। जगत सीता सामु आफ्नो सम्पूर्ण अपराध स्वीकार्दै आँसु झार्छन्। उनी भन्छन् कि आफूले गरेको पापको सजाय भोग्ने अवसर समेत सीताले नदिएको महसुस भइरहेको छ। उनी सम्मानपूर्वक सीतालाई घर फर्काउन चाहन्छन् र जीवनभर फेरि कहिल्यै यस्तो गल्ती नगर्ने कसम खान्छन्। जगतको यो रूप देखेर सीताको मन पनि बिस्तारै पग्लिन थाल्छ। सबैभन्दा भावुक क्षण तब आउँछ जब सीताले अन्ततः घर फर्किने निर्णय सुनाउँछिन्। यो खबर सुन्नासाथ जगतका बुबा आमा खुसीले रोइरहेका देखिन्छन्। आमा त बुहारी फर्किने खबर सुनेर नाच्न थाल्छिन्। उनी भन्छिन् कि घरको वास्तविक लक्ष्मी त बुहारी नै रहिछिन्, बुहारी गएपछि घरको खुसी पनि गएको रहेछ। अब फेरि घरमा उज्यालो फर्किएको छ। यो दृश्यले दर्शकलाई पनि भावुक बनाउँछ। एपिसोडको अन्त्य सुखद वातावरणमा भए पनि आगामी भागका लागि केही नयाँ सङ्केत पनि दिइएको छ। अब सीता र जगतको सम्बन्ध फेरि पुरानै जस्तो मजबुत बन्छ कि बीचमा फेरि कुनै नयाँ समस्या आउँछ। घनश्याम र केसरीको पाप यतिमै समाप्त हुन्छ कि उनीहरूले अझै ठूलो सजाय भोग्नुपर्छ। यी सबै प्रश्नको उत्तर आगामी भागमा खुल्नेछ। यदि तपाईलाई पनि लाग्छ कि जगतले अब साँच्चीकै आफ्नो गल्ती महसुस गरेको छ र सीताले उसलाई दोस्रो मौका दिनुपर्छ भने आफ्नो विचार कमेन्टमा अवश्य लेख्नुहोस्। यस्तै विस्तृत र लामो रिभ्यूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद।